सुकुनवासीलाई उठाउँछ भन्ने र त हो त्यो छ कि अहिले बालेन आयो भने डोजर ल्याउँछ यहाँनिर सबैजनालाई गर्छ भनेर कति वर्ष अगाडिदेखि हो बस्नु भएको 40 वर्ष हामी जन्मेकै यही हामीहरू तपाईँ भन्नु त केही छ अनि यो सरकारी हो कि सार्वजनिक हो तपाईँको यो सरकारी नै ओइलेन जग्गाहरू हो पहिले त्यो पुरानो बाटो हो यो होइन त्यो खोलाले बगाएर लगेर अहिले त त्यो अर्को नयाँ बाटो छ तर तपाईँको हामीहरू जन्मेकै यही ठाउँमा हो व्यक्तिको जग्गा होइन व्यक्तिगत होइन यो सार्वजनिक सरकारी जग्गा हो सबै सरकारी जग्गा हुनुको लागि चाहिँ अनि यहाँनिर चाहिँ के छ भने सिधा सादा यहाँनिर प्रायः जस्तो धेरै भनेको मुसरहरू सतारहरू अब तपाईँ आदिवासी जनजातिहरू गरिब दुखीहरू मात्रै छ यहाँनिर लेबर मजदुर गरेर खाने मान्छेहरू छ अनि सबैजनाले के चाहिँ छ भन्दाखेरि यहाँनिर बालेन्सा आउनुभयो भने चाहिँ काठमाडौँ महानगरपालिकामा जस्तै डोजर लिएर सबैको घर भित्काइदिन्छ यो सुकुम्बासी हटाउँछ भनेर सबै अब म पनि सुकुम्बासी यहाँ बस्छु उहाँ मेरो भेना उहाँ पनि सुकुम्बासी बस्नुहुन्छ उहाँ पनि सुकुम्बासी बस्नुहुन्छ होइन अनि यहाँनिर अरू केही विकल्प नपाएर होइन एउटा मात्रै तपाईँको लुफोल्ड भनौँ न ब्यालेन्स आयो भने चाहिँ सुकुम्बासी उठाइदिन्छ भनिसकेपछि डर देखाइदिएपछि चाहिँ केही कुछ लाग्छ कि भनेर लागिराख्नु भएको छ त्यसलाई हो त्यो भ्रम हामीहरू त्यो चाहिँ भ्रम तपाईँले चिरिदिनु भयो भने त्यति नै भयो काठमाडौँको चाहिँ खोला छेउको सार्वजनिक जग्गा हो क्या हजुर काठमाडौँको चाहिँ खोलाको जग्गा हजुर काठमाडौँको त्यो खोला छेउमा बसेको चाहिँ उहाँहरूको लागि हो क्या हजुर बाढी आउँदाखेरि हजुर त्यो उहाँहरू बसेको बस्ती भन्दा माथिसम्म आउँछ क्या हजुर अनि हरेकचोटि बर्खा लाग्दा असारमा चाहिँ उहाँहरूलाई निकालेर अर्को ठाउँ लानुपर्छ नि त काठमाडौँमा गर्न खोजेको चाहिँ उहाँहरू जोखिममा बस्नु भएकोलाई सेफ ठाउँमा राख्नु पर्यो भनेको तर त्यसको गलत नेगेटिभ चाहिँ डोजर जस्तो देखियो खास चाहिँ मान्छेको ज्यान जोगाउनलाई हो खोला छेउबाट हटाउनु खोजेको खोला छेउ भन्दा बाहेक बिचको त भूमि आयोगबाट लगत सङ्कलन गरेर नेपाल सरकारले दिने हो कि जग्गा नेपाल सरकारले दिनुपर्छ त्यो स्थानीय सरकारको सिफारिसमा नेपाल सरकारले दिने हो कि जस्तो यहाँको त रियल हो यहाँको त 40-50 वर्ष अगाडिदेखिको जन्मेको हामी यहाँ यो रियल भयो 48 सालदेखि 23वटा आयोग भन्यो तर तपाईँहरू अझै पनि अहिलेसम्म लगत सङ्कलन भएको उठाउँदै लान्छन् कर तिराउँछन् होइन जस्तो भर्खर तपाईँको यो सरकार ढल्नुभन्दा अगाडि पनि हामीहरूले भूमि आयोगबाट आइओरी फर्म सम भरेर सबै गरेर पैसा सैसा कर सबै तिरेको छ हामीहरूले तिर्नुको लागि मैले त्यो भनेको थिएँ त यो चाहिँ भूमि आयोगमा चाहिँ पार्टीको मान्छे टिका लगाएर सुनेको मैले हेरेको थिएँ तपाईँको हेर्नुलाई पार्टीसँग नजिक भएकोले चाहिँ लाल पूर्जा भए पनि अर्को लाल पूर्जा पाउने भयो हजुर जिन्दगीमा लाल पूर्जा नभएकोले कहिले पनि नपाउने भयो क्या हजुर त्यो सिस्टम चाहिँ सुधार्नु पर्यो भन्ने कुरा हो क्या हजुर यो त खास सुकुम्बासीलाई विस्थापन गर्ने होइन व्यवस्थापन गर्ने हो व्यवस्थापन गर्न होइन हामीहरू जतिकोले त हामी बुझ्छौँ होइन तर सिधा सादा जनता हुनुहुन्छ गरिब दुखीहरूलाई चाहिँ के छ भन्दाखेरि एउटा भएको झुप्रो पनि उठाइदिन्छ भनेर सबैलाई भ्रम छ तर हामीहरूले त सकेसम्म हामीहरूले त सम्झाइरहेको सम्झाउनुको लागि त होइन त्यही भएर हामी आएका छौँ हामी कसलाई के छ भ्रमहरू चिर्दै जानुपर्छ त्यो त त्यही हो यसमा पनि पुगिसकेको छौँ कि सर बरु उठाए पनि उठाउँछौँ तर यसपालि चाहिँ होइन यसपालि नयाँलाई सबै कमल 5 भनेको लगभग क्षेत्र नम्बर 5 भनेको पहिलादेखि नै एमालेको गढ हो अब यसमा के छ अब हाम्रो घन्टीले या स्वतन्त्रले या बालेनजीको आफ्नो व्यक्तिगत के छ हाम्रो तपाईँको एजेन्डाहरू के छन् त्यो पनि हामीले बुझ्न पाए राम्रो हुन्थ्यो तपाईँको लगभग यहाँ एमालेको गढ हामीले छिर्दैछौँ किन युवालाई हामीले देश सुम्पिनु पर्ने छ त्यही भएर हामी युवाहरू लागिरहेका छौँ अब हामीले अस्ति पनि दाइसँग कुरा भयो मेरो बालेनजी कहिले आउने अब चुनाव आइसक्यो लगभग आइसक्यो नि त उहाँका एजेन्डाहरू के छन् या त बालेनजीको एजेन्डा मात्रै होइन स्वतन्त्र पार्टीको एजेन्डा के छ त भोलि त देशलाई 2/3 बहुमत दिएर बालेनजीलाई प्रधानमन्त्री बनाउने स्वतन्त्र पार्टीको धारणा हाम्रो पनि धारणा हो हिजो जेएनजी आन्दोलन हुँदाखेरि यत्रा बच्चाहरू मरे के को लागि भन्दा त परिवर्तनको लागि तर परिवर्तन भएन देशले परिवर्तन पाएन अब बालेनजीको योजना चाहिँ के छ त या स्वतन्त्र पार्टीको एजेन्डा के छ त हामीले पनि बुझौँ न तपाईँ हामीले त बुझौँला एउटा कुरो व्यक्तिगत भेटेर बुझ्ने भन्दा पनि सबैले बुझ्ने हिसाबले चाहिँ एजेन्डा के छ भन्ने कुरा चाहिँ बुझौँ न भन्ने कुरा मेनिफेस्टो तयार पार्दैछु हरेकको छुट्टा छुट्टै हुन्छ नि त तपाईँले बुझ्न खोजेको स्वास्थ्यको होला शिक्षाको होला पूर्वाधारको होला सबैलाई सबै चिजको हुँदैन नि त व्यापार गर्नेलाई व्यापारको होला किसानलाई खेतको होला कृषिमा के हुन्छ जो मान्छेलाई जे सम्बन्धी एजेन्डा बुझ्न मन छ त्यो तयार पार्दैछु त्यसको छुट्टा छुट्टै सबै बुझाउनलाई अब फागुनको पहिलो सातामा चाहिँ हामी सार्वजनिक गरेर यो क्षेत्रको छुट्टै एजेन्डा हुन्छ
मन्त्रीको छुट्टै हुन्छ पार्टीको छुट्टै हुन्छ सबै ठाउँको छुट्टै हुन्छ यो त हो कि अब अर्को कुरा के हो भने हामीले अब तपाईँ एक कार्यकाल झन्डै मेयर भएर बस्नुभयो काठमाडौँमा हामीले नेपाललाई स्वास्थ्य र शिक्षा केही मात्रामा कम गर्न सकिँदैन पुरै निशुल्क त होइन त्यो भयो भने एउटा कुरो के हुन्छ भने युवाहरू विदेश पलायन हुनु पर्दैन म पनि 20 वर्ष खाडीमा बसेर आएको हेर्नु अहिले हातमा जिरो हो बसुन्जेल पैसा हुन्छ यहाँ आएपछि एउटा व्यवसाय गर्नलाई पनि गाह्रो छ नेपालको स्थिति त्यो छ त्यो भएकोले गर्दा जति सक्दो स्वास्थ्य र शिक्षामा तपाईँले पहुँच दिलाउन सक्नुभयो भने हामीले साँच्चै भन्नु विदेश जानु पर्दैन म 20 वर्ष भयो विदेश बसेर आएको काठमाडौँमा के गरेका छौँ भन्दाखेरि तपाईँको पैसा नहुने विपन्नले चाहिँ प्राइभेट स्कुलमा पनि 10% सिट कक्षा कोठामा 100 वटा सिट छ भने 10 वटा सिट चाहिँ विपन्नले पाउँछ थाहा पाउनु भएको होला त्यो फेरि देशभरिकाले पाउने हो कि वर्षको 20-30 हजारले पाउँछ अहिलेसम्म 60-70 हजारले पाउनु त्यसको पैसामा हिसाब गर्ने हो भने त्यो 50-60 अर्ब रुपियाँ बराबरको हो क्या त्यो भनेको सुरुमा त विपन्नलाई दिन सक्नु पर्यो नि त 100% फ्री त हाम्रो संविधानमा लेख्नु त लेख्यो बजेट छैन 19 करोड बजेटले 100% पैसा हुनेलाई पनि फ्री भन्ने चाहिँ हुँदैन तर हुनु चाहिँ के पर्यो भन्दाखेरि खल्तीमा पैसा नहुनेले पनि शिक्षा र स्वास्थ्य चाहिँ पाउनु पर्यो पैसा अलिकति धेरै हुनेले व्यापार गर्नु पाउनु पर्यो क्या जोसँग जे छ त्यही गर्नु पाउनु पर्यो नि त तर शिक्षा र स्वास्थ्य चाहिँ सबैले पाउनु पर्यो भन्ने कुरा चाहिँ हो बिस्तारै जाने अब यो बजेट छैन भन्ने कुरामा हामीले प्रदेश संरचना खारेज गर्यौँ भने बजेट त हामीसँग इनफ हुन्छ नि होइन बजेटमा त्यो प्रदेश संरचना धेरै खर्च छ नि प्रदेशमा त छैन त्यो न्यून खर्च कलममा जाने न्यून खर्च हो क्या भत्ता सत्ता अब सोकिए गर्दा धेरै खर्च छ नि होला नि त्यो होइन मन्त्रीले सांसदले खाएको तलब होइन क्या भ्रष्टाचार गरेकोले हो त्यो त भ्रष्टाचार गरेकोले अहिले हामी निस्किन्छौँ है ठिक छ त्यो बिस्तारै भ्रमण अब मलाई एउटा कुरा चाहिँ के छ भने इन्डियाको सेलिब्रेटी विराट कोहली होइन अहिले नेपालको तपाईँ हुनुहुन्छ इन्डियामा क्रिकेटर बन्नु चाहन्छ भने यो बच्चाहरूलाई पनि राजनीतिकमा छिर्नु पाउने गरीको तपाईँले राजनीति गरिदिनु पर्यो क्या धन्यवाद